भक्ति दाजु भक्ति दाजु भक्ति दाजु भक्ति दाजु यी तपाईको बिहाको कार्ड आएको छ। कसको रहेछ भाइ? खै दाजु रङदुबाट आएको रहेछ, मलाई थाहा भएन। के तारिक रहेछ भाइ? सबै कोही भन्दैन के हो, के तालको मान्छे रहेछ। जे छ यहीँ भित्र चल्ने नोस् कस्तो खाले दाजु हो। कसरी भन्नु भाइ तँलाई मलाई पढ्नु आउँदैन भनेर त्यसै बिना पत्तामा रिसाएर गइस। ठिकै छ, धेरै दिन भएको त्यो मुख खल्लो कसको बिहा हो, कति मिठो मिठो रम। घरमा यो कति तिन पानी मात्र खाएपछि मिठो मिठो रम मासु होला, छेरिन्जर खानु पर्यो मासु त झन्। अझै मिठो मिठो बिस्कुटहरू होला। आजै बुझौँ कि क्या कति तारिकको छ पढ्नु बिर्सेको। 500 हाल्छु, 2000 को खान्छु, पुरापुरी घाटामा। अझै सुबास्दै गर तिमीहरू। यो बिहाको कसको बिहा हो पनि पुरापुरी घाटामा लगाइदिन्छु। सानो तिनो त पहिला कुरा डस्टबिन हो त हो, कोही बेला टप परे पनि मन लाग्छ मलाई। हजुर को मरेछ नि? को मरे हेर्न अब बिहाको कार्ड हिजो मात्र लगत्तै यही टाइम यही समय यही घाम सेम यही मान्छे तँ मात्र फरक छस्। हिजो मात्र लगत्तै बिहाको कार्ड, आज पनि लगत्तै बिहाको कार्ड। दामी हो। अब के गर्नु, बिहाको सिजन नै छ। मेरो भन्दा 10 वटा त्यहाँ आइरहेको छ। बिहा भनेको वर्षमा एकपल्ट हुन्छ, जानै पर्यो है। ल भक्ति म लागेको। ल ल ल ल जान्दा चाहिँ मलाई पनि बोलाउने सँग जाउँ बिहामा चाहिँ। लस। ए मामा मामा ओ मामा अरे यस मेरो कष्टले भने सन्चै मामा। ए सन्च होइन, ऊ माइचुडी के गर्छ बेल त के मामा आम्मामा र ए बिहाको कार्ड मामा गोपरा 13 तारिक खम्बुक छोराको। ल ए हुन्छ। जोइन चाहिँ के हो, शम्भु? होइन हेर्नु नि त्यहाँ पढ्नु आउँदैन हौ। ए यो खम्बुको कतिवटा चौकटा छन्? कुन त हौ? पोहोरको साल पनि त्यसको छोराको बिहा खाएको छोरी पनि छन्। पोहोरको उयो जेठा खाएको हौ मामा। ए जेठा यसपालि माइलाको। पोहोरको साल जेठाको, यो पालिको साल माइलाको, अनि अर्को साल फेरि काइलाको होला, त्यहाँदेखिको साइलाको होला, त्यहाँदेखिको लखनतरेको होला, त्यहाँदेखिको जनतारेको होला, अन्त फेरि छोरी जेठी छोरीको होला, त्यहाँदेखिको माइली छोरीको होला, त्यहाँदेखिको कान्छी छोरीको लखनतरीको मान्छे कति नानी जन्माउन सकेको है त्यो खम्बुले त। आम्मा मेरो पनि छ नि एउटा चोकटा। बिहा गर्न नानी भनेको बुहारी नै पाउँदिन, पापा डङ डङ डुङ्नुए बुवा गर्न चाहिँ सोधिरहेको छ। फुक्क यस्तो छोराहरू त मरे पनि हुन्थ्यो नि। मराउ सराउ सानो तिनो यसो मराउ गरेर साला पालोको पैसा तिर्नु हुन्थ्यो नि। हामी त त्यो खम्बुको छोरा छोरीको बिहा खाँदै मर्ने रहेछौँ नि हो त्यत्तिकै। अब पालोको पैसो हो मामा, जान्नु त होला होइन? ल मामा लाग मामा। काली काली अलिकति मोटी अलिकति राम्री कति काली 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 तिमी कति राम्री अलिकति राम्री काली 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 तिमी कति राम्री अलिकति मोटी एकान्छी काली 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 तिमी कति राम्री अलिकति मोटी एकान्छी काली 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 अलिकति मोटी अब चाहिँ अति नै भयो, ए भक्ति अति नै। ल बिहाको कार्ड एकछिन किन भक्ति यहाँ आइज त। के भयो? मलाई मारिहाल हौ अब त।
किन चाहिँ म मऱ्यो भने मात्रै बिहाको काट आउँदैन ल अब त कहाँ हो तँलाई चाहिँ कसरी मार्नु अन्त त्यसो भए तँलाई मार्छु ल होइन फेरि मलाई चाहिँ किन मार्ने ओइ भक्ते तँलाई मारेपछि चाहिँ अब डरले नै आउँदैन कि कतै बिहाको काठहरू बार्नेहरू तँलाई त मारी छाड्नु पर्यो हो अब त मारी छाड्छु भएपछि पछि तँ यहीँ बसै तेरो बिहाको काठ कति बिहाको काठ तँलाई नि म तँलाई यसले नै बिहाको काठ देखाउँछु म त बाउ निस्क्यो भक्ते यहाँ आइद त तँलाई यही खुकुरीले पालो पैसा गर्छु साला अब चाहिँ म क्यालेन्डरबाट बिहा गर्ने तारिक म सिजन जम्मै नामुनिसन भेटाइन्छु साला पहिलातिर त 1-2 वटा पो बिहा हुन्थ्यो त बिहामा पनि जानु मजा खानु मजा नाच्नु मजा हिजो आज त के हो बिहा गर्ने पनि फ्यासन नै अर्कोले सकेको छैन अर्कोले विवाह अर्कोले सकेको छैन अर्को बिहाको काठ घरि निम्तो घरि सुपारी घरि के हो बिहा खाएकोले छेतपातै लाग्छ अन दाजु के भयो अन अघिदेखि हेरेको माथिबाट टोइलेट खालि कुदेको के भयो बिहा खाएर नि डाइरिया भएर मर्नु आँटिसक्यो भाइ त्यस्तो पो दाजु के दह्रो नै खुवाइ भयो के हो स्ट्रङ नि हौ 20 वटा खाँदै यस्तो भाइ अझै छ भोलि पनि छ पर्सि पनि छ निकर्सि पनि छ कनिकर्सि पनि छ तँ चाहिँ के कारणले आइपुगिस म भएकोमा तपाईँ र दाजु त्यही त हो बिहाको काठ दिनको नि बिहाको सिजन नै चलिरहेको छ दाजु बिहा मात्रै कति खानु है भाइ अब मरौ पनि खान्ला जस्तो छ बिहा मात्रै गरेको अब मरौ गर्ला जस्तो छ भाइ खै दाजु यतिखेर को मर्ने र खानु त खानु पर्ने नि दाजु अब को मर्छ होइन कि भाइ अब तँ मर्छ एकछिन यहाँ बस्दै गर्नु भाइ उयो बस्दै गर्नु अन यो दाजुले त मार्सक्यो दाजु यहाँ छ बिहाको काठ कि 30 तारिक होला त्यतिखेर जानु आउनु है बिहामा म चाहिँ लागे मामा अम्मा 2 वटा के डराउन आँट्यौ तेरो बाउको नरिवल जलाउनु आँटेको के साथी नि के मामा के डराउनु भएको के गर्नु आएको त साँच्ची नै त मामा के डराउनु भएको यो बिहेको काठ भनी 2 बोरा मामा बिहेको काठ मामा बिहेको काठको तल परिरहेको छ भानिस तिमीबाट सिधै तँमा भानिसलाई ए हजुर मेरो भानिज अलिक यता आउनुहोस् हजुर भानिजलाई चाहिँ काठको फिक्री 2 बोरा बिहेको काठमा मेरो पैसा चाहिँ कति सक्यो होला पैसाको फिक्री नगरेर बिहाको काठको फिक्री खै तिम्रो सुगन्धबाट म थाहा पाउँदैछु तिमीले बिहाकै काठ लिएर आएको छौ भनेर हेर चुत्या भानिज बिहाको काठ चुत्या मात्र होइन हेर चुत्या भानिज बिहाको काठ भानिज कुनीको जाति सबै याक्कै ठाउँ पारेर जलाइदिन्छु जान्छौ भने जाऊ 20 तारिक
6 महिनाको सेलेरी जम्मा गरेर घर बनाऊ भनेको 2 बरा बिहाको काठमा 3 लाख पैसा गइसक्यो। आज दिनको यो घर तपाईँको भयो। मैले पैसा पाइहालेँ, तपाईँले घर पाइहाल्नु भयो। मजाले स्याहार सुसार गरिदिनु घर होइन, गर्नुहोस्, तपाईँकै हो। म चाहिँ यहाँ मेरै हो नि, अनि मैले पैसा दिएपछि त अनि मेरै घर। मैले मेरो भनेको छु अन्त। ल जाऊ जाऊ जाऊ। अब यहाँ बसेर फाइदा छैन है। ल दाजु ल ल यो उसमा हेरि नि कहाँ आएको फेरि? किन म जाछु कि जाउँ? तँहरूलाई के को मतलब? के गर्नु आइस् त फेरि? यो बिहाको काठ आएको थियो दाजु, थाहा छ मलाई थाहा थियो। अब यो घर मैले उहाँलाई सुम्पिदिएको छु। यो बिहाको काठ उहाँलाई दिनुहोस्, उहाँ नै बिहामा धाउनुहुन्छ। म चाहिँ गएको दबाईको दाजु दुबई। ल उहाँलाई दिनुहोस्। नाम त त्यही राख्छ त भक्ति। एउटा फ्लाइट टिकट काट्नुहोस्, दुबईमा मलाई बिहाको काट दिनु आउनुहोस्। म दुबईमा हुन्छु, दुबईमा पर्खिँदै गरेको हुन्छु, प्यारिसको टप फ्लोरमा हुन्छु। ल तपाईँ नै जानुहोस् ल। खै भक्ति कहाँ गयो जान्दिनँ भन्छ। म पनि मेरो गाउँमा यसरी नै बिहाको काटेर वाक्कै लागेर म भक्तिज्यूको घर किनेर बसेको। सुरुमा बिहाको काट जेसो गर्ने जाने कि नजाने। कस्तो छ हौ नि दुबईमा? आम्मा दुबईमा त साह्रै गरम गरम गरम। तेरो नामको बिहेको काट आएको छ यहाँ? भक्ति मर्यो अरे भन्दै दुबईमा पनि नछोडेको तँहरूले। भक्ति मर्यो, खाल्टामा छ, आगोले जलाइसक्यो। अब मेरो मरौ खानुको लागि काठ बनाउँदै गर्छु। राख तिमी